जय श्री कृष्ण, जय श्री राधे। र आज म एउटा सानो काम लिएर चाहिँ यता जयगाउँ आएको थिएँ, दलसिंहपाडा। विशेष मेरो भाइ घर शुभम भाइ घर। अनि यो बाटोमा चाहिँ यो फ्लाइओभरमा, विशेष हाँसीमाराको यो फ्लाइओभरमा यो यति सुन्दर लाग्छ हाम्रो डुवर्सको यो एउटा सुन्दर ठाउँ। र यो फ्लाइओभरले साँच्चै नै यो यहाँको अझै सुन्दरतालाई विशेष बनाएको छ। अनि यहाँ आइसकेपछि चाहिँ मलाई यसो एउटा ब्लग, सानो मिनी ब्लग बनाउन मन लाग्यो र यसो भिडियो सुट गर्न मन लाग्यो हो। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला र एकदमै सुन्दरता हाम्रो डुवर्सको यो ब्युटी है हजुरहरूले। र विशेष एउटा कुरा हजुरहरूलाई हाम्रो कृष्ण सरको पेजमा, कृष्ण घिम्रे छेत्री सरको पेजमा डुवर्स गीत हजुरहरूले सुन्नुभयो होला है। कतिले सेयर पनि गर्नुभयो, उहाँहरूलाई विशेष धन्यवाद। कति सज्जनहरूले प्रतिक्रियाहरू पनि, कमेन्टहरू पनि गर्नुभएको छ, उहाँहरूलाई पनि विशेष धन्यवाद। र हेर्नुभएको छैन भने अवश्य पनि हेर्नु होला। अनि के कस्तो लाग्छ हजुरहरूले यसो सुझाव दिनु होला। किनभने मलाई जहिले लाग्थ्यो डुवर्सको निम्ति चाहिँ विशेष केही गर्नुपर्छ, किनभने डुवर्सले धेरै कुरो दिएको छ है, धेरै कुरो दिएको छ। हाम्रो परिचय, हाम्रो एउटा हुन्छ नि, डुवर्सले हामीले दिने कुरा धेरै छ। तर हामीले चाहिँ के दिइरहेका छौँ त डुवर्सलाई भन्ने मलाई त्यो आफूलाई लाग्थ्यो, मेरो आफ्नो विशेष व्यक्तिगत विचार। अनि त्यस कारणले जहिले पनि हुन्थ्यो कि एउटा डुवर्स गीत चाहिँ मैले कोर्नुपर्छ, गाउनुपर्छ भनेर। अनि सानो प्रयास। हुन त धेरै भाषा यहाँ बोलिन्छ हाम्रो डुवर्समा, हामी बोल्ने गर्छौँ। तर विशेष केही भाषाहरू जो सबैलाई हामी सम्बोधन पनि गर्छौँ र धेरैलाई जानकारी छ, धेरैलाई थाहा छ, बुझ्नुहुन्छ। अनि त्यस कारणले चाहिँ पहिलो अब हामी हाम्रो बेङ्गल राज्यमा छौँ, त्यस कारणले बङ्गला भाषालाई यसो सम्मान गर्दै पहिलो 2-4 लाइन बङ्गलाबाट गाएको छु। त्यसपछि साद्रीमा छ है, त्यसपछि नेपालीमा छ र हिन्दीमा छ। अवश्य हजुरहरूले हेर्नु होला र माया गर्नु होला। म त्यो भजन भन्न आइहाल्छ, भजन गाउने आदत भएर होला। त्यो डुवर्स गीत म युट्युबमा पनि राख्नेछु, हजुरहरूले युट्युबमा पनि हेर्नु होला। हजुरलाई जहाँ सजिलो लाग्छ हेर्नु होला र आफ्नो प्रतिक्रिया कोर्नु होला है। र यो सुन्दर ठाउँमा आएर चाहिँ मैले यो सानो एउटा ब्लग बनाएँ। र डुवर्सको जय होस्, डुवर्सवासीको जय होस् भन्ने शुभकामना सम्पूर्ण सज्जनहरूमा। र मलाई जति पनि हेरिरहनुभएका मेरा शुभचिन्तकहरू है, सज्जन हजुरहरूको पनि जय होस् भन्ने प्रार्थना, शुभकामना। जय श्री राधे, जय श्री कृष्ण।